Everyone, welcome back to the channel of Sweet Suba. अन्तखेरि आजको चाहिँ तपाईँले याद पाइसक्नुभयो होला थम्बनेल हेरिकन हैन के छ भने हैन आज चाहिँ त्यही हो पूजा छ हैन घरमा वर्षी पल्का हैन हुन्छ नि यो सेलरोटीहरू चाहिँ किन चाहिँ मान्यता गर्छ भन्दाखेरि चाहिँ नि यो चाहिँ उहिलेदेखिकै ट्रेडिसनहरू भनौँ न कल्चरहरू हैन कल्चर जस्तो भनौँ यो चाहिँ खास चाहिँ मेन चाहिँ केमा बनाउँछ भने यो सुब्बाहरूको जति पनि पूजा हुन्छ नि त्यसमा मान्यता गर्ने गर्छ हैन अब यो सेलरोटी चाहिँ अब सुब्बाहरूको चाहिँ प्राय भन्दा पनि अब प्रायमै हुन्छ अब मरौ भयो हैन मरौ भयो अन्तखेरि यो घर हिमकाममाहरू कुनै के गर्छ हैन त्यस्तोतिर डल्लैमा हुन्छ यो सुब्बाको चाहिँ अब कल्चरै भनौँ न यो चाहिँ एउटा हुन्छ नि उहिलेदेखिको मान्दै आएको हैन यो सेलरोटी भन्ने चिज चाहिँ हैन यो चाहिँ अब घरको त्यो हुन्छ नि के मूल खाबातिर पूजा गर्दा नि सेलरोटी चाहिँ बनाइ नै राखेको हुन्छ अब त्यस्तै पाराले हो भने यो मैले चाहिँ किन अहिले चाहिँ यो बनाएको देखाएँ नि अहिले जुन चाहिँ देखाएँ नि यो चाहिँ मैले किन भोइस गरिनँ भन्दाखेरि चाहिँ यो जुन चाहिँ जेसिबीले थङ गर्दै सकिँदैन के भन्दैछ हैन अब यो टपरा यसलाई चाहिँ टपरा भन्छ यो चाहिँ किन बनाएको भन्दाखेरि चाहिँ अब जति पनि हामीले यो हुन्छ नि सेलरोटीहरू बनाउँछौँ यो फलफुलहरू हुन्छ हैन तिनीहरू चाहिँ डल्लै हामीले यो टपरामा लगाइकन हामीले पूजाहरू गर्छौँ अन्तखेरि अब त्यो अब मेन कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले जति नै पूजा गर्छौँ नि यो सुब्बाहरूको चाहिँ अब काँसे थालमा हुन्छ नि पानीहरू काँसे थालमा राखेको हुन्छ प्रायतिर देखेको मैले ताँबातिर हुन्छ हैन त्यति साह्रो चाहिँ मलाई याद भएन किनकि म पनि भर्खरै सिक्दैछु अब भरे फलफुलहरू आउँछ त्यति बेला म देखाउँछु अहिले चाहिँ यो अहिले जुन चाहिँ भिडियो देख्नुभयो नि यसलाई चाहिँ नयन गरेको भन्छ हैन यो नयन चाहिँ यो चाहिँ के हो भन्दाखेरि चाहिँ नि नयन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ जुन चाहिँ नि अब इन्डिभिजुअल हैन इन्डिभिजुअल फ्यामिलिजहरूलाई चाहिँ अब हुन्छ नि नेगेटिभहरू हैन नेगेटिभहरूबाट इभिल जेलेसी एनबीहरूबाट चाहिँ उयो त्यो चाहिँ दूर भगाउनुको लागि चाहिँ यो चाहिँ नयनहरू गर्ने गर्छ हैन अब फेरि यो चाहिँ के गर्छ भन्दाखेरि चाहिँ नि यसले चाहिँ नि यो नयन गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि जुन चाहिँ पनि नेगेटिभ थटहरू छ तिनीहरू चाहिँ भगाउँछ नि नेगेटिभ चिजहरू भगाउँछ अन्तखेरि पोजिटिभ थिङ्सहरू चाहिँ ल्याउँछ हैन अन्तखेरि यो चाहिँ के भन्दाखेरि गर्छ भने जब घरतिर केही दुःख बिमारहरू हुन्छ हैन नयनहरू गर्ने गर्छ अन्तखेरि यो चाहिँ अब कसले चाहिँ पर्फर्म गर्छ भन्दाखेरि चाहिँ यसको चाहिँ मेन रोल चाहिँ येबाहरू भन्ने हुन्छ हैन अन्तखेरि उनीहरूले गर्छ अन्तखेरि अब मा चाहिँ के युज हुन्छ भन्दाखेरि चाहिँ अन्डा चिकनहरू चाहिँ युज हुने गर्छ नेरिवल हैन अब त्यो चाहिँ अलिकति लगाएको छैन अब यो भर्खरै बनाउँदैछ अन्तखेरि अब यो चाहिँ एकछिन बादमा बनाइसक्छ हैन अन्डाहरू ल्याउनु जाएको होला अहिले बाबा यो लास्ट हो हैन किन